गरिमा चौधरी नानीलाई बलात्कारपछि हत्या गर्ने दुईटा अपराधी मध्ये एउटा अपराधीले पुलिसलाई दिएको स्टेटमेन्ट अहिले बाहिरी आएको छ। र अचम्मको कुरा के छ भने यो मान्छेको बोलीमा कुनै रिग्रेट भन्ने कुरा नै छैन। यो मान्छेले यसरी हाँसेर कुरा गरिरहेको छ कि हामीले छिमेकीको बारीबाट आम चोरेको मात्र त हो भने जसरी। त्यसले मलाई भनेको थियो फेरि हिँड्नु त कुनै सानो बच्चा छ भने त्यसलाई किडन्याप गरेर नि मारिदिने भनेन। अब भोलिको दिनमा केही कारणवश यो अपराधी जेलबाट छुट्यो भने यो कस्तो मान्छे बन्ला। मसँग मेरो साथी थियो होइन पट्टे खड्का भने त्यसले मलाई भनेको थियो फेरि हिँड्नु त कुनै सानो बच्चा छ भने त्यसलाई किडन्याप गरेर नि मारिदिने भनेन। अनि त्यो उता भाग्यो घर। अनि घर भागेपछि म त्यही बसेँ नि त। यो गर्ने बेलामा तिम्रो दुईजना थियो को प्रोजेक्ट थाहा त तिमीसँगै काम गर्छ कि होइन ऊ पढ्छ। तँ पढ्छ कहाँ बस्ने कता हो? ऊ पनि सिङ्गामै हो। सिङ्गामै बस्ने हो। घरभन्दा कति टाढा बस्छ हो तिमीले? मेरो घरभन्दा 10 मिनटको बाटो। 10 मिनटको बाटो छ। त्यो दिनको बिहानदेखि घटना बताउ त बाबु, साँचो साँचो के भयो? जसले हामी दुईजना त्यसलाई लिएर आयो होइन यता। तिमीले भन्यो नि त्यो दिन बिहान म वीरगञ्ज आएँ के भयो? पत्लैबाट वीरगञ्ज गएर वीरगञ्जबाट स्टाफ पुऱ्याएर अनि घर आयो नि। अनि त्यसलाई पनि लिएर आयो। म सिङ्गाबाट उठाएँ त्यसलाई आफ्नो साथीलाई। अनि यहाँ ल्याएर बस्यो अनि हामी दुईजना मन गऱ्यो सेफ्टी गर्न होइन। अनि के अरे हामी आयो यता। अनि त्यो बच्चाहरू खेलिरहेको रहेछ। हामी खेल्न गएर बच्चाहरू खेलिरहेको रहेछ। अनि त्यहाँबाट चक्लेटको लालच दिएर कतिजना बच्चाहरू खेलिरहेको छ? 3 जना थियो। 2 जना केटा छ एउटा केटी छ। अनि केटी चाहिँ यही डर फेरि गाडीमा रहेछ। पहिलेबाट चिन्थ्यो त्यो नानुलाई? चिन्दैन थियो। जबदेखि त्यो गाडी चलाउन थाल्यो नि अनि कहिले काहीँ गाडीमा फेरि खेल्न आउँदो रहेछ। त्यो खेल्न आएको समयमा म हुँदैन थियो त्यहाँ। के अरे 80 चाहिँ भेटाएको थियो। त्यसलाई नि गर्न मन लाग्थ्यो। घरमा कोही पनि थिएन। त्यस पनि कोही पनि थिएन। मेरो नि लिएर आयो। जति मन गर्यो। चक्लेट किन्यो अनि त्यो त्यहाँबाट भन के भयो? चक्लेट किनेपछि अनि त्यसलाई लिएर गयो। साथी चक्लेट किन? होइन म एक्लै गएको थिएँ। अनि चक्लेट किनेर आएपछि के भयो? त्यहाँ गयो बच्चाले खेलिरहेको थियो। बच्चाहरू खेलिरहेको त्यो प्रतीक पनि त्यही थियो। तिनीहरूले हेरिरहेको थियो। म चक्लेट किनेर आएँ। अनि चक्लेटको लालच दिएर लिएर गयो त्यसलाई। अनि दुईटा भाइहरूले के गर्यो? त्यो भाइहरूलाई त थर्काउनु त्यो घर पुगेछ। अनि के अरे चक्लेटको लालच दिएर गएपछि अनि हामी गयो त्यो घरमा। त्यो घर कसको घर थियो? कसको घर थाहा थिएन। अनि के अरे हामी यताउता हेऱ्यो मान्छे थिएन भनेर होइन। मान्छे थिएन। म आएँ। म पहिला सुरुमा छिरेँ होइन। अनि पछि केटी छिर्यो, बहिनी छिर्यो। अनि पछि लास्टमा पट्टि छिर्यो होइन। अनि म जबसम्म मन भएन नि तबसम्म गऱ्यो त्यसले गऱ्यो। म यतिकै हेरेर बसिरहेको। मेरो त एकचोटि उयो गर्नु निक्लिहाल्यो। अनि त्यसले जति मनसम्म गऱ्यो। कति रस्सीहरू बाँधेको थियो नि त्यो बेला? त्यतिखेर नि यहाँ मात्रै बाँधेको छ। मैले पक्रेर बसिरहेको छ। त्यसले उयो गरेर बसिरहेको छ होइन। अनि के अरे जब त्यस पनि भयो नि अनि त्यसले भने यसले त यो उठ्यो बिहोसबाट उठ्यो भने नि यसले हामीलाई भनिदिन्छ। यसलाई गएर मारिदे भनेर अनि त्यो गयो गाडी लिएर गयो। त्यसलाई नि गाडी चलाउन आउँछ। स्कुल पढ्ने भयो भने गाडी लिएर गयो त्यो आफ्नो घर। म के अरे उयो सासुसा गरेर खाना गरेर खानासाना खाएर अनि त्यसको घर गयो। किनकि रिजर्भ फेरि त्यसको घरको साइडबाट के अरे रिजर्भ लिएर गएर हेटौडा पुग्यो। हेटौडाबाट फेरि आउँदा रात पर्दाखेरि फेरि फोन आयो। के अरे भेटाएन भनेर फोन आयो होइन।
फेरि त्यसको भोलिपल्ट नि फोन आयो त्योबाट पनि भेटाएन भने आज फोन आएको थियो भेटायो भनेर आज फोन आयो अनि त्यो रस्सी बाँध्यो तन्नामा राखे कतिखेर जब भ्यायो नि हामी दुईजनालाई त्यो निक्ल्यो अनि म एकैछिन बसेँ त्यहीँ त्यसपछि आए त्यतिकै लट्केको अबसँग छोडेर ढोकालाई चिकुर लगाइदिए तिमीले रस्सी बाँधेर लट्याइदिएको के अरे चिकुर लगाइदिए त्यो रस्सी र तन्ना कसले लिएर आयो चना र रसी त्यही थिएँ त्यही नै थियो कि यो पनि झुटो बोल्दैछ तिमी नढाँटी किन भनेको अहिले चाहिँ नढाँटिकन हो त्यही थियो दम्मै अनि म आएँ होइन नआएर खानासाना खाएँ अस्तिको कुरा हो त्यो खानासाना खाएको थियो माया गरेको थियो त्यो दिनमा चाहिँ फर्स्ट दिन थियो गाडी लिएर एक्लैले कुदाएको फर्स्ट दिन थियो जाएर आयो खानासाना खायो प्रदीप खड्का र तिमी सुमन लामा सुमन थापा तिम्रो नाम चाहिँ के हो सुमन थापा अनि तिमीसँग त्यो गएर के पनि सेक्स गर्ने एकजना साथीको फर्दै खानेको भर्दै थर्दा उहिले गर्यो अनि उहिले देशमा यस्तो हालत भइसक्दा पनि फाँसीको सजाय आउँदैन भने आखिर आउने चाहिँ कहिले हो त